होइन सहकारी नेपाललाई भन्दाखेरि पनि जहाँ पनि हुन्छ तपाईँ र म दुईजनाले सहकार्य गर्ने कुरा हो। 25 जना भएर सहकार्य गरेको हाम्रो पालामा सहकारी दर्ता गर्दा मलाई याद छ। अहिले अलि धेरै सङ्ख्यामा मात्रै सहकारी दर्ता गर्नुपर्छ यतिजना यस्तो अवस्था भनेर अलिकति टाइट गरेको छ पहिलेको भन्दा त्यति नै हो। त्यो चाहिँ के हो भने वास्तविक अब यो आएपछि यसकै समाधानको यो चाहिँ आवश्यकता त भइगयो। अघि मैले अलिकति भने नि अब कोही मान्छे अलिकति बिरामी छ वृद्ध छ उसँग 25 लाख रुपियाँ छ। अब जीवनको त्यही 25 लाखले गुजारा चलाउनु पर्ने छ उसले। त्यो 25 लाखको ब्याज साउँ खाउँ भने त बाँचिएला 12 वर्ष खाइएला 6 वर्षमा 6 वर्ष त्यसरी बाँच्ने गाह्रो भयो। अनि 12 वर्षसम्म ब्याजै खान पाइने सहकारीको मोडल हुन्छ नि त त्यसले लगानी गरिदिन्छ उसले माया पनि गर्छ चाहिएका दिन पैसा पनि लान्छ। अब हाम्रै सहकारीको मामलामा चाहिँ है मैले बुझेको अनि पैसा पनि लगिदिन्छ। अनि मेरा सदस्यहरूले भन्नुहुन्छ होइन पैसा ल्याइदिनुहुन्छ तपाईँहरूले अनि पैसा ट्याक्क दिनुहुन्छ। अब मसँग भएको 25 लाख लानु भएको छ कति मजा भएको छ त्यसैले तपाईँले चाहिँ सहकारी नछोड्नु भन्नुहुन्छ उहाँहरूले है। अनि ऋण लिने मान्छेले पनि ऋण तिरेका दिन लड्डु लिएर आउनुहुन्छ क्या। ऋण लिएका दिन पनि ल्याउनुहुन्छ तिरेका दिन पनि ल्याउनुहुन्छ। किनभने म त आज मेरो टेम्पोको त्यो बिलबुकमा छाप लगाएको दिन हो मैले चाहिँ मेरो फोटो टाँसेको दिन हो। तपाईँले गर्दा नभए त साउको तिर्दाखेरि त जिन्दगीभरि मैले 7 वर्ष यता गरेँ 5 वर्षमा यहाँ चाहिँ फोटो टाँस्न पाएँ 2 वर्ष माइनस भयो ब्याज मात्रै तिरेको थिएँ भन्ने कुराहरू तमाम कुराहरू हुन्छन् त्यो हो। अनि त्यसैले सहकारी आवश्यक छैन भन्ने त कुनै कुरै हुँदैन। सहकारी आवश्यक छ त्यसलाई के गर्ने। अब यहाँ चाहिँ मलाई लाग्छ दुईटा वर्गलाई त मैले अघि छोटकरीमा भने। अब एउटा वर्ग वास्तवमा सहकारी चलाउने वर्ग चाहिँ मध्यम वर्ग जसले ऋण फसाएको छैन ठिकसँग चलाइराखेको छ मध्यम खालको सहकारी जो कानुन सम्मत चलेर अगाडि बढेका छन् ठुला पनि भएका छन् त्यो मध्यम पाराले चलेका सहकारीसँग सम्बन्धित छ। जस्तो त्यसमा चाहिँ हुन्छ सम्पत्ति र दायित्व एकै ठाउँमा हुन्छ होइन। लगानी असुली आम्दानी खर्च ती सबै कुराहरूलाई ध्यान दिएको हुन्छ। ती सहकारीहरूकै कुरा गरौँ त्यसमा समस्याग्रस्त छैन राम्रा सहकारीहरूको प्रशस्त उदाहरण पाइन्छन् त्यही लेभलका सहकारीहरूमा त्यसमा कुरै भएन होइन। अब जो समस्यामा परियो नि त ऋणमै फसियो भनेपछि चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने समाधानको उपाय चाहिँ आज कुन समस्या परेर के रोग लाग्यो त कुन ठाउँमा रोग लाग्यो केमा समस्या परेको छ त हाम्रो भनेर पहिले पत्ता लगाउनुपर्छ। जो संलग्न भएर त्यो सहकारीलाई सञ्चालन गरिराखेको छ त्यो मान्छेले पत्ता लगाउनुपर्छ। उदाहरणका लागि व्यवस्थापकको सक्रियतामा सहकारी सञ्चालन भएको छ भने त्यो व्यवस्थापकले त्यस विषयमा सोच्न सक्नुपर्छ। पहिले मेरो मैले चलाएको सहकारीमा केमा समस्या हो त भनेपछि मैले यो लगानी असुली गर्ने टिमको व्यवस्थापन राम्रो गर्न सकिनँ। अब यो टिम बढाउँदैन भनेपछि त्यसलाई प्रशिक्षण गर्ने त्यसलाई सही ठाउँमा ल्याउने त्यसलाई व्यवस्थापन गर्ने पहिलो काम उसले गरिहाल्नुपर्छ।